के तपाईहरु पनि घरमै बसेर आफ्नो मोबाइल फोनको प्रयोग गरेर अनलाइनबाट कसरी पैसा कमाउन सकिन्छ भनेर सोच्दै हुनुहुन्छ? यदि सोच्दै हुनुहुन्छ भने आजको यो भिडियो तपाईहरुको लागि। आजको भिडियोमा चाहिँ म यस्तो तीनवटा प्लेटफर्मको बारेमा तपाईहरुलाई भन्नेछु जसबाट चाहिँ तपाईहरुले पार्ट टाइमको रूपमा काम गरेर पनि पैसा कमाउन सक्नुहुन्छ भने त्यसलाई चाहिँ फुल टाइमको रूपमा पनि काम गरेर पैसाहरु कमाउन सक्नुहुनेछ। सो यो काम चाहिँ तपाईहरु जोसुकैले नि गर्न सक्नुहुनेछ। स्टुडेन्ट हुनुहुन्छ भने स्टुडेन्टले पनि गर्न सक्नुहुनेछ भने अरु अन्य क्षेत्रहरुमा तपाईहरु कुनै क्षेत्रमा काम गर्दै हुनुहुन्छ भने पार्ट टाइमको रूपमा तपाईहरुले पनि गर्न सक्नुहुनेछ। सो यो प्लेटफर्महरुमा मैले आफैले पनि काम गरिरहेको छु। काम गरेर मैले राम्रो आम्दानीहरु पनि गरिरहेको छु र तपाईहरुले पनि मेहनत गरेर काम गर्नुहुन्छ भने तपाईहरुले पनि राम्रो आम्दानी गर्न सक्नुहुनेछ। सो हाम्रो प्लेटफर्मको टप 1 मा रहेको छ युट्युब। युट्युबबाट चाहिँ तपाईहरुले एकदमै राम्रो आम्दानी गर्न सक्नुहुनेछ। सो मैले आफैले पनि युट्युबबाट एकदमै राम्रो आम्दानी गरिरहेको छु विगत 2 वर्षदेखि। सो तपाईहरुले यहाँनिर स्क्रिनमा पनि देख्न सक्नुहुनेछ। यो चाहिँ मेरो पुरानो च्यानल रहेको थियो भने यहाँबाट चाहिँ मैले निरन्तर रूपमा इन्कमहरु गरिरहेको हुन्थे। सो यहाँदेखि गरेको सबै इन्कम पनि मेरो बैंक अकाउन्टमा मिलिसकेको थियो। युट्युबमा काम गरेर तपाईहरुले जति पनि पैसाहरु कमाउनुहुन्छ सबै तपाईहरुको बैंक अकाउन्टमा आउनेछ। आफ्नो कन्टेन्टहरु क्रिएट गरेर तपाईहरुले युट्युबमा राख्नुहुन्छ भने त्यहाँदेखि चाहिँ तपाईहरुको इन्कम हुने गर्दछ। जस्तै तपाईहरुले गेमहरु खेल्नुहुन्छ, गेमिङहरु गर्नुहुन्छ भने गेमको भिडियोहरु राख्न सक्नुहुनेछ। यदि तपाईहरुलाई टेक्निकल कुराहरुको नलेज छ भने तपाईहरुले ट्याग च्यानल पनि बनाएर राम्रो इन्कम चाहिँ गर्न सक्नुहुनेछ। तपाईहरुलाई ब्लगिङ गर्न मन पर्छ भने तपाईहरुले ब्लगहरु बनाएर युट्युबमा अपलोड गर्न सक्नुहुनेछ। एआई सम्बन्धी नलेज छ भने तपाईहरुले एआई बाट भिडियोहरु बनाएर त्यो पनि अपलोड गर्न सक्नुहुनेछ। थुप्रै व्यक्तिहरुले एआई बाट गीतहरु बनाएर त्यहाँदेखि पनि राम्रो आम्दानी गरिराख्नु भएको छ। त्यो पनि तपाईहरुले युट्युबमा नै गएर सर्च गर्नुहुन्छ भने एआई बाट बनाएको गीतहरुमा मिलियन्समा भ्युज गएको तपाईहरुले त्यहाँ पनि देख्न सक्नुहुनेछ। सो तपाईहरुले कति पनि ढिला नगरिकिन पार्ट टाइमको रूपमा भए पनि युट्युबलाई सञ्चालन गर्न सक्नुहुन्छ भने युट्युबबाट चाहिँ तपाईहरुले राम्रो आम्दानी गर्न सक्नुहुनेछ। सो त्यस्तै गरेर नम्बर 2 मा रहेको छ फेसबुक। फेसबुकबाट पनि तपाईहरुले राम्रो आम्दानी चाहिँ गर्न सक्नुहुनेछ। सो फेसबुकमा पनि तपाईहरुले जति पनि इन्कम गर्नुहुन्छ इन्कम गरेको सबै ब्यालेन्सहरुलाई चाहिँ तपाईहरुले नेपाली बैंकमा नै निकाल्न पाउनुहुनेछ। तपाईहरुले चलाइरहेको फेसबुक अकाउन्टलाई पनि सजिलैसँग मोनेटाइज गर्न सक्नुहुनेछ। मोनेटाइज अन भइसकेपछि तपाईहरुले जति पनि फोटोहरु पोस्ट गर्नुहुन्छ, भिडियोहरु पोस्ट गर्नुहुन्छ र स्टोरीहरु लगाउनुहुन्छ त्यो बापत चाहिँ तपाईहरुलाई फेसबुकले चाहिँ पैसा दिने गर्दछ। सो फेसबुकमा पनि तपाईहरुले कति ढिला नगरिकिन आफ्नो प्रोफाइललाई पनि मोनेटाइज गर्न सक्नुहुनेछ भने आफ्नो एउटा छुट्टै पेज बनाएर पनि त्यसलाई पनि मोनेटाइज गर्न सक्नुहुनेछ। सो त्यस्तै गरेर टप 3 मा रहेको छ टिकटक। टिकटकबाट पनि तपाईहरुले पैसाहरु कमाउन सक्नुहुनेछ नेपालमै बसेर। तर टिकटक देखि तपाईहरुले जति आम्दानी गर्नुहुन्छ त्यसले चाहिँ डाइरेक्ट आफ्नो बैंक अकाउन्टमा चाहिँ निकाल्न मिल्दैन। तपाईहरुले एक्सचेन्ज गरेर पछि चाहिँ बैंक अकाउन्टमा चाहिँ निकाल्न सक्नुहुनेछ। यदि तपाईहरु भर्खरै सुरु गर्दै हुनुहुन्छ भने तपाईहरुले युट्युब, टिकटक र फेसबुक तीनटै ठाउँमा चाहिँ आफ्नो प्रोफाइल बनाएर एक्टिभ राख्दाखेरि चाहिँ तपाईहरुले भोलिको दिनमा चाहिँ एकदमै राम्रो पैसाहरु यहाँदेखि आम्दानी गर्न सक्नुहुनेछ। टिकटकमा इन्कम गर्नको लागि चाहिँ तपाईहरुले गिफ्टहरु पाउनु पर्नेछ। 1000 फलोअर्स पुगिसकेपछि तपाईहरुको लाइभहरु अन हुनेछ। त्यो पछि तपाईहरुले लाइभहरु बस्ने, त्यहाँ मार्फत चाहिँ तपाईहरुलाई कसैले गिफ्टहरु दिन्छ भने त्यो मार्फत चाहिँ तपाईहरुको इन्कम हुने हो। सो यो तीनटै प्लेटफर्ममा तपाईहरु आफ्नो फ्री टाइम भएको बेला कुनै पनि खालको भिडियोहरु बनाएर पोस्ट गर्दै जानु होला। कुनै न कुनै दिन तपाईहरुको च्यानल मोनेटाइज 100% भइ नै हाल्नेछ। तपाईहरुले यसरी फेसहरुलाई चाहिँ देखाउनै पर्छ भन्ने पनि छैन। तपाईहरुले फेसलेस भिडियोहरु बनाउनुहुन्छ भने त्यहाँदेखि पनि तपाईहरुले राम्रो आम्दानी चाहिँ गर्न सक्नुहुनेछ। युट्युबमा चाहिँ तपाईहरुले फेसहरु नदेखाएर नै भिडियो कसरी बनाउने र कस्तो खालको भिडियोहरु बनाउने भन्ने विषयमा मैले अर्को भिडियोमा चर्चा गर्नेछु। सो तपाईहरुले च्यानललाई चाहिँ सब्स्क्राइब गरेर राख्नु होला। र तपाईहरुले एआई मार्फत भिडियो बनाएर त्यसलाई पनि सोशल मिडियाहरुमा राख्नुहुन्छ भने त्यहाँदेखि पनि तपाईहरुको फ्रीमा नै इन्कम हुनेछ। र एआई बाट भिडियोहरु चाहिँ कसरी बनाउने मैले नेक्स्ट भिडियो तपाईहरुको लागि ल्याउने छु। र केही कुराहरु कन्फ्युजन छ भने तपाईहरुले तल कमेन्टमा कमेन्ट गर्नु होला। मैले तपाईहरुको त्यो कन्फ्युजनलाई चाहिँ क्लियर गर्ने कोसिस गर्नेछु। र यो तीनटा प्लेटफर्ममा तपाईहरुलाई कुन बेस्ट लाग्छ र कसको बारेमा फुल डिटेलमा भिडियो चाहिन्छ तपाईहरुले त्यो पनि कमेन्ट गर्नु होला। सो बाँकी आउने भिडियोहरुमा चाहिँ तपाईहरुले युट्युब च्यानल कसरी मोनेटाइज गर्ने, फेसबुक कसरी गर्ने र टिकटकहरु कसरी गर्ने त्यसको भिडियोहरु पनि यही च्यानलमा देख्न पाउनुहुनेछ। त्यही भएर चाहिँ यो च्यानललाई सब्स्क्राइब गरेर नजिकै रहेको बेल आइकन दबाउनु पनि नबिर्सिनु होला। सो मैले टेलिग्राम च्यानल र व्हाट्सएप च्यानलको लिंक चाहिँ डिस्क्रिप्सनमा राखिदिएको छु। त्यहाँ पनि तपाईहरु जोइन हुन नबिर्सिनु होला। त्यसमा पनि मैले केही कुराहरु शेयर गरिरहेको हुन्छु। सो आजको लागि भिडियो यति नै। हामी छिट्टै अर्को भिडियोमा भेट्ने छौं।